एजेन्डाभित्र शिक्षक र कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने जुन एउटा नीति थियो र पछि फेरि 18 बुँदे उसको नीति र कार्यक्रमलाई संश्लेषण गरेर 18 बुँदे बनायो। त्यसमा पनि शिक्षक र कर्मचारीहरूको ट्रेड युनियनलाई खारेज गर्ने जुन उनको नीति र कार्यक्रम थियो, तर यहाँसम्म आउँदाखेरि मलाई लाग्छ त्यो नीति र कार्यक्रमले तपाईँ हामी शिक्षक कर्मचारीहरूको दिमागमा पनि एउटा क्रमभङ्ग छ। यो भित्र पनि एउटा क्रान्तिकारी प्रवृत्ति छ। अर्को प्रवृत्ति भनेको अब सङ्घ सङ्गठन चाहिँदैन। अब किन चाहियो? विगतको 80 र 81 को आन्दोलन अथवा 81 र 82 को नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई हेरेर धारणा बनाइएको जुन शिक्षक कर्मचारीले धारणा बनाउन थाल्नुभएको छ, अब ट्रेड युनियन चाहिँदैन, शिक्षकहरू घटक सरकार चाहिँदैन। जसरी सरकारले बोलिरहेको छ एउटै शिक्षक महासङ्घ भइगयो नि भनेर जुन ढङ्गले आज तपाईँ हामी माथि वैचारिक हमला गरेको छ, तपाईँ हाम्रो संवैधानिक तपाईँ हामी माथि संवैधानिक हमला गरेको छ, हाम्रो आस्था र विचार राख्न पाउने व्यक्तिक र नैसर्गिक स्वतन्त्रमाथि हमला गरेको छ। सारा त त्यो हमला भनेको हामीले हाम्रो अधिकार बोल्न खोज्यौँ, हाम्रो अधिकार माग्न खोज्यौँ। हामी शिक्षक कर्मचारीहरू भनेका भोइ मान्छेहरू हुन्। त्यो हो कारणले हामी ठेकदार होइनौँ, हामी माफी होइनौँ, हामी कमिसनखोर होइनौँ, हामी श्रमिक हौँ। व्हाइट कलर जब अझ मुख्य त शिक्षक कर्मचारी भनेको चाहिँ व्हाइट कलर जब होइन, व्हाइट कलर जबधारी हामी पेसाकर्मी हौँ। हो राज्य सत्ता जब सङ्कटमा पर्छ, राज्य सत्ता जब घमण्ड र तानाशाह पैदा हुन्छ, अहङ्कार पैदा हुन्छ राज्य सत्तामा, जसरी केपी शेरबहादुरमा अहङ्कार पैदा भएको थियो, आज फेरि नयाँ अवतारको रूपमा साम्राज्यवादको एउटा एजेन्टको रूपमा आज फेरि बालेन सरकारले एउटा नयाँ अहङ्कार तपाईँ हामी माथि लाद्न खोजेको छ। घोषणा गर्यो, तर निजामती कर्मचारीहरूमा स्वास्थ्य र निजामतीसँग सम्बन्धित ट्रेड युनियनहरूमा उसले धावा बोल्यो। तर शिक्षक महासङ्घ शिक्षक र कर्मचारीहरूमाथि जुन उसले चाहिँ नीति र कार्यक्रमबाट ल्यायो, तर नेपाल शिक्षक महासङ्घको दुईवटा अधिकार, एउटा राष्ट्रिय परीक्षा बोर्डमा प्रतिनिधि हुन पाउने अधिकार, अर्को जिल्ला समन्वय समिति जो अहिले निष्क्रिय पनि छ, निष्प्रभावी पनि छ, त्यसको औचित्य पनि छैन। यो दुईवटा समितिबाट नेपाल शिक्षक महासङ्घको प्रतिनिधिलाई उसले अध्यादेश मार्फत अधिकारलाई कटौती गर्यो र उसले प्रतिबन्ध लाउने जुन चेष्टा पनि गरेको थियो, प्रतिबन्ध लाउने तर खारेज गर्ने हाम्रा संस्थाहरू खारेज गर्ने चेष्टा पनि गर्न खोजेको थियो। तर उसले एकपटक फेरि सम्झ्यो, त्यो मानिसहरूको शिक्षकहरूको र्याली सम्झ्यो। उसले चाहिँ फेरि 80 मा भएको आन्दोलन, त्यो 80 को आन्दोलनमा बालेन महानगरपालिकाका मेयर थिए, उसले चाहिँ शिक्षकहरूमाथि थुप्रै दुःख दिएका थिए। काठमाडौँको शिक्षकहरूलाई बर्खास्त गर्ने, अवकाश गर्ने धम्कीहरू पनि दिएको थिए। तर जब बालेनका धम्कीहरू आउन थाले, त्यो र्याली सिंहदरबारतर्फ होइन कि काठमाडौँ महानगरतर्फ सोचिन थाल्यो। बालेन ब्याग घटेको एउटा जिउँदो इतिहास छ। त्यो कारणले गर्दाखेरि उसले शिक्षक र शिक्षकहरूमाथिको ट्रेड युनियनलाई खारेजी गर्न सकेन, तर केही अधिकारहरू कटौती पक्कै पनि गरेको छ। साथीहरू, हामी ढुक्काउने स्थिति छैन। यो ट्रेड युनियन आन्दोलन, मजदुर आन्दोलन विश्वभरिमा नेपालको राजनीतिक पार्टीहरूभन्दा मजदुर आन्दोलन जेठो हो। चाहे नेपालमा होस्, चाहे विश्वभरिमा होस्। 1886 मा अमेरिकाको शिकागो सहरबाट सुरु भएको आन्दोलन, त्यो आन्दोलनले 8 जना मजदुरहरूलाई मार्यो। अमेरिकी तत्कालीन राज्य सत्ताले 8 घण्टा काम, 8 घण्टा आराम, 8 घण्टा मनोरञ्जन भनेर सुरु भएको त्यो ट्रेड युनियन आन्दोलन, त्यसले 6 दिनको उत्कृष्ट 6 दिनसम्मको ऐतिहासिक प्रदर्शनपछि 8 जना मजदुरहरूको चाहिँ हत्या भयो। त्यो 8 जना मजदुरको हत्या भइसकेपछि तत्कालीन अमेरिकी राज्य सत्ताले ट्रेड युनियन स्वीकार गरेको हो र 1886 बाट सुरु भएको त्यो ट्रेड युनियन आन्दोलन मलाई लाग्छ कि 1890 बाट त्यसले वैधानिकता सुरु भएको हो। त्यो 1890 बाट एउटा विश्वभरि वैधानिकता सुरु भयो। विभिन्न देशहरूमा भिन्न छ, तर पनि फेरि 1948 को मानवाधिकार
श्रमिकहरूले त्यो मानवाधिकार घोषणापत्रको धारा 23 मा स्पष्ट रूपमा चाहिँ श्रमिकहरूले सङ्गठित हुन पाउने, श्रमिकहरूले सङ्गठन खोल्न पाउने, आफ्नो पेशागत अधिकारको लागि लड्न पाउने स्पष्ट रूपमा चाहिँ त्यो स्पष्ट व्याख्या गरिएको छ। त्यति मात्र नभइकन 1956 मा फेरि आइएलओ अभिसन्धिले के स्पष्ट व्याख्या गरेको छ भने त्यसको बुदा नम्बर 87 ले श्रमिकहरूले चाहे अनुसारको ट्रिब्युनल अधिकार खोल्न पाउने भनेर स्पष्ट व्याख्या गरिएको छ। र नेपाल सरकारले विक्रम सम्वत 2023 सालमा चाहिँ आइएलओ अभिसन्धिमा उसले हस्ताक्षर गरेर श्रमिकको अधिकारलाई स्वीकार गरेको छ। त्यसले हेर्दाखेरि हामीले देख्छौँ भने तपाईँ हामी यसरी भेला हुँदामै हाम्रो जागिर जान्छ त हैन। नेपालमा चाहिँ त्यो पञ्चायत काल किन नहोस्, त्यो पञ्चायत कालमा पनि हाम्रो जागिर गर्थेन, सरुवाहरू गर्थे, दुःख दिन्थ्यो हैन। तर राजनीतिक आरोप लाएर उसको उसलाई चाहिँ अवकाशहरू गरिएको थियो है। तत्कालीन कम्युनिस्ट भयो भनेर, काङ्ग्रेस भयो भनेर। तर नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको संस्था लियो, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको संस्था लिएकै भरमा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नेता भएकै भरमा कुनै एउटा शिक्षकको जागिर पनि गएको थिएन त्यो बेलामा पनि। त्यही भएको कारणले गर्दाखेरि म साथीहरूलाई हार्दिकतापूर्वक के अनुरोध गर्न चाहन्छु भने तपाईँ हामी जति आर्थिक छौँ, जति आतङ्कित हुन्छौँ, राज्य सत्ताले त्यसले पेल्दै जाने हो, राज्य सत्ताले अधिकार छिन्दै जाने हो। तपाईँहरूले पनि अनुभूति गर्नुभएको होला। ट्रेड युनियन आन्दोलनभित्र पनि हामीले समीक्षा गरेका छौँ। अस्तिको केन्द्रीय समितिको बैठकमा, त्योभन्दा अगाडिको बैठकमा अहिलेसम्म हामीले 2वटा प्रश्न नेपाल शिक्षक महासङ्घको केन्द्रीय समितिको बैठकमा पनि मैले 2टा प्रश्न गरेको थिएँ। 46 सालभन्दा अगाडिका शैक्षिक आन्दोलनहरू लगभग त्यसले उपलब्धि दिएका छन्।